आज हामी रानीमलको गुफा जान लागेको। लेट्स सी कस्तो हुन्छ बाटो। ठ्याक्क हामी चाहिँ बाटोमा हिँड्दैछौँ। सेम कप्तान स्कुल अगाडि पानी पर्ला चाहिँ भयो बिस्तारै पानी पर्छ होला। यिनले हामीलाई भ्लगमा नबोलेको भन्छन् नि, अब यो भ्लगमा बोल्छन् किन है आफू हामी चाहिँ बेलाको कस्तो नबोलेको भिडियो हालेको हेरेको थिएँ नि नि त्यो चाहिँ अँधेर पनि भयो। ला पानी पर्यो त, पर्यो भने त छाता ओढ्ने हो। अलि पानी छ। आज हामी सायद भिज्ने बेला छैन, घरमा त राम्ररी भएर हिँडेछौँ। त्यसले सस्लाउनु भएन हाम्रो लाम। ओ नाइ के नाइ के छाता ओढ्ने के अघि नभन्दा अलि धेरै पानी परेर हामी चाहिँ अलि यस्तो कुरा चाहिँ पानी पऱ्यो है हाम्रो छाता बतासे आइसक्यौँ। पानी अलिकति बिसाइसकेको छ। त्यही भएर श्रीनगर होटल आउनु मन छ भने आउनु, हामी जान्छौँ। तर हाम्रो ठाउँ अलि अर्कै छ, हामी जान्छौँ। यहाँको भ्यू देखाउँछु के कस्तो स्पिड गएको त। यहाँको भ्यू है। हामी चाहिँ त्यो बाटो हिँडेको, यो बाटो त यसो चिल्लो छ। डोन्ट माइन्ड। थाक्नु भयो? के भेटाउनु अरे? कसरी? यो 1 या 2 हैन, त्यो 3 यो 4 अनि यो 5। ए 5 मुखी बाटो। अरू बेला 2 मुखी 3 मुखी देख्छौँ, आज त सिधै 4 मुखी नदेखेर 5 मुखी। गाइज हामीले चाहिँ रातो ऐसेल भेटायौँ, त्यही पनि यहाँ खानुहुन्छ कि नै मरि त बाजी ल। हामीले आज के खानेकुरा भेटाइराखौँ कि बाटोमा। ल लिनुहोस्, सबैभन्दा ब्युटिफुल। ल लिनुहोस् त। ठुलैवाला लियो ल। ल मेरो छ, जुसी छ हो। मकाई र सोरा र किदापिका चिडिया के दिन किदापिका ताहोचे दक्के र नन्दा भयो। हाय गाइस, हामी जाने ठाउँमा धेरै जुका हुन्छ भन्ने सुनेदेखि यिनीहरूको सातो पुत्लो उठ्यो। यिनले एकजना यिनले फेरि ऊ तिनलाई के खुट्टामा जुका सातो गएको। अब हेर म त्यहाँ गएर जुका कति भेटाउने हामीले। ओइ माथि पनि गयो भने जुका के गर्ने हौ? यहाँ खुट्टाभन्दा मास्टर यता जान्छु कसरी ए जसको पनि तिमी डराउनौ नि के जुका देख्दा। अबे तिमी त यिनको त जाने जब मेरो त भन्ने नगरौँ। हामी तिनवटा जुका देख्दा डराउने मान्छे अब कसरी जाने त्यहाँ? यिन अड्किन के छिटो ओके। हामीले त्यहाँ खनिया भेटेको थियौँ कि त्यो खनिया पनि टिपेको भिडियो गरा होला भनेको भिडियो नै बनिया रहेनछ कि। मेरो टिपेको पनि भिडियो बनिआएरै रहेनछ कि। ए त्यत्रो बनाएको भने कहाँ गयो? अब यही बट थाहा पाउनु भयो नि। अहिले देखाउँछौँ हामीले यहाँ अमिलो लिएर हिँड्छौँ। अमिलो चाहिँ जे होस् यहाँ छ, तर खनिया चाहिँ टिप्न सक्छ। हेर्नु न यहाँ मलाई यहाँ मेरो ज्याकेट जब एउटा ज्याकेट र पानीको लोभमा मलाई सबै उस जति बोका खान्छ। भरिया मलाई यहाँ भरियामा राख्नु यत्रो धेरै झोला त नि सामान्य त धेरै। हाय गाइज, अघिसम्म पानी पर्ने अवस्था थियो, अहिले हेर्नुहोस् घाम लाएर चस्मा लाउने अवस्था भएको छ। घामले गर्दा आँसु पनि आइसक्यो। यो घाम चर्केर हरे कृष्ण सत्तो घाम मरेका जान्न म यहाँ। ओ माय गॉड
ओए सास बढिसक्यो डराएर ओए जुकै जुकाको मान्छे उतै नि रुँदैछ She's crying. ओइ खुट्टा भने मेरो झन् यही थियो कि यहाँ छिटो हिँडौँ न रोइङ के कति डर लाग्दो के